यहाँहरू सबैमा नमस्कार। म यति बेला यो घुराई 18 मसिना क्षेत्रमा प्लास्टिक जन्य वस्तुहरू जलाएर यो धुवाँ गराएको हो। यो धुवाँ हेर्नुहोस्, यो कति असर गर्छ, यसले वातावरणलाई कति प्रदूषित गरिरहेको छ। यसले गर्दा हाम्रो श्वास प्रश्वास प्रणालीमा कति असर पर्न जान सक्छ। अहिले यो बिहानको समयमा यहाँ यसरी यो तरकारी खेती गर्ने किसानहरूले यसरी यो प्लास्टिक जन्य वस्तुहरू जलाएर यस्तो पल्युसन फैलाइरहनु भएको छ। यसलाई छिटोभन्दा छिटो रोकथाम गर्नुपर्छ। यसको लागि प्रशासनले पनि केही हेरिदिनु पर्ला जस्तो छ। यो अति नै धुवाँ हेर्नुहोस्, अहिले यहाँ केही पनि देख्न सकिने, यसरी धुवाँ जताकतै धुवाँ भएको छ। यो धुवाँ धुलोले हाम्रो फोक्सोलाई कति असर पर्न सक्छ। यसरी हेर्नुहोस्, उहाँ आयो यो आगो लागि भन्दा पनि आगो जलाएर यसरी पल्युसन गरिरहनु भएको छ। त्यो पुरा एरिया नै पोल्युटेड गराइरहनु भएको छ। हाम्रो इन्भाइरोमेन्टमा कति असर परिरहेको छ। यसले गर्दा क्लाइमेक्समा हाम्रो इन्भाइरोमेन्टमा यसरी यो प्रदूषण नगरिदिँदा राम्रो हुन्छ भन्ने एउटा सचेतना फैलाउनु जरुरी छ। त्यसैले यो कसरी हुन्छ यसलाई रोकथाम गर्नुपर्ने आवश्यक छ।